यदि तपाईँ युवा अवस्थामा हुनुहुन्छ अनि तपाईलाई लाग्छ कि तपाईलाई कसैले बुझ्दैनन्, जति प्रयास गर्दा पनि तपाईँ सफल हुनुहुन्न, एक्लो महसुस गर्नुहुन्छ, मलाई मात्र यति धेरै समस्या किन छन् भनेर सोच्नुहुन्छ र भविष्यमा मेरा सपनाहरू कसरी पूरा गर्ने होला भनेर यदि तपाईँ आज चिन्तित हुनुहुन्छ भने आजको यो सन्देश तपाईको लागि हुन सक्छ। युवा अवस्था एउटा महत्त्वपूर्ण र संवेदनशील अवस्था हो जहाँ धेरै युवा युवतीहरूले किशोर किशोरीहरूले आफ्नो पहिचान खोजिरहेका हुन्छन्, नयाँ नयाँ सपनाहरू बुनिरहेका हुन्छन् र धेरै चुनौतीहरू नयाँ नयाँ चुनौतीहरूको सामना पनि गरिरहेका हुन्छन्। र यही नै त्यस्तो अवस्था हो जहाँ धेरै किशोर किशोरीहरूले युवाहरूले धेरै भित्री सङ्घर्षहरू पनि गरिरहेका हुन्छन्। पढाइको प्रेसर, अभिभावकहरूको अपेक्षा, साथीभाइहरूसँगको तुलना, सामाजिक सञ्जालमा देखिने धेरै सफल व्यक्तिहरूसँग आफूलाई दाँच्दै आफूलाई कम छु है भन्ने भावना, यी सबै भावनाहरूले उनीहरूलाई यु आर नट पर्फेक्ट, तिमी पर्फेक्ट छैनौ, तिमी इनफ छैनौ भन्ने कुराहरू रियलाइज गराइरहेको हुन्छन्। उनीहरूलाई आफू कसरी पर्फेक्ट हुने, पूर्ण हुने भन्ने कुराले भित्रभित्र सताइरहेको हुन्छ। भविष्यको चिन्ताले उनीहरूलाई दबाइरहेको हुन्छ र कतिपटक उनीहरू बाहिरी रूपमा खुसी देखे तापनि भित्री रूपमा टुटिसकेका हुन्छन् र निराशाको गहिरो खाडलमा बस्दै हुन्छन्। तर यदि तपाईँ आज यस्तै अवस्थामा हुनुहुन्छ, तपाईँ युवा हुनुहुन्छ अनि यस्तै अवस्थामा हुनुहुन्छ, निराश हुनुहुन्छ भने तपाईँले एउटा कुरा याद गर्नुपर्छ। निराशा तपाईँको परिचय अवश्य पनि होइन। परमेश्वरले तपाईँलाई निराश भएर बस्नलाई होइन, तर नयाँ आशाका साथ जीवन जिउनलाई बोलाउनु भएको छ।